सम्पूर्ण मित्रलाई हार्दिक नमस्कार छ मित्रहरू। म तपाईहरुको साथी हर्क साम्पाङ। आजको चुनाव अधिकांश ठाउँहरूमा शान्तिपूर्वक तरिकाले सम्पन्न भएको छ मलाई जहाँसम्म लाग्छ। धरान लगायत तपाईका छैन मेरो मतलब सुनसरी 1 क्षेत्र नम्बर 1 मा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ। कुनै किसिमको धाँधली यतात्यता भएको छैन र मलाई विश्वास छ अन्य क्षेत्रमा पनि त्यस्तो कुनै हैन। अब सामान्य विवादहरू बाहेक त्यस्तो ठुलो बिथोलिने गरेको चाहिँ के धाँधली भएको छैन भन्ने विश्वास मैले लिएको छु। यहाँहरु सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। निर्वाचन आयोग, सम्बन्धित कर्मचारी, सुरक्षाकर्मी, सम्पूर्ण तपाईका चाहिँ के रे मतदाताहरू है सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। राजनीतिक दलहरू सबैलाई धन्यवाद दिन चाहन्छु। अब यो मतदान भइसकेपछिको मतगणना अब सुरु हुन्छ। कतिपय ठाउँमा आजै हुन्छ, कतिपय ठाउँमा भोलि गर्ने भन्ने सहमति हुन्छ होला। त्यो चाहिँ राजनीतिक दलसँग सम्बन्धित तपाईको चाहिँ कुरा हो। राजनीतिक दलहरूको सहमति, सर्वदलीय सहमति जे अनुसार हुन्छ त्यो अनुसार चाहिँ गर्ने भन्ने कुरा हुन्छ। र सबैलाई म शुभकामना दिन चाहन्छु। अब जनताले चुनिसक्यो हैन, कसलाई चुन्यो त्यसले काम गर्नुपर्छ, कसलाई चुनेन त्यसले तपाईको चाहिँ के रे सानो मन पनि गर्नु हुँदैन। यो चीज हो। अब जनताले चुनिसकेपछि जनताको मताधिकार, जनताको आदेश नै सबैभन्दा ठूलो आदेश र सबैभन्दा माथिको सर्वोच्च आदेश हुन्छ लोकतन्त्रमा। त्यसो भएको कारणले गर्दाखेरि अब जसलाई चुन्यो, चुनिने मान्छे जाने हो, नचुनिने मान्छेले हैन फेरि नेक्स्ट टाइम ट्राई गर्ने हो। अब यहाँ पुग्यो कुरा र म त्यो भन्न चाहन्छु। अब म चाहिँ चुनिन पाइन भनेर कोही कसैले चाहिँ नि हैन झेली गरेर धाँधली गर्न खोजेर हैन अब तपाईको चाहिँ नि मतगणना स्थलमा अनावश्यक बखेडा निकालेर हामी कोही कसैले पनि तपाईको चाहिँ तमासा निका गर्नु हुँदैन। म सबैलाई भन्न चाहन्छु एकले अर्कालाई सम्मान गरौँ, लोकतन्त्रलाई सम्मान गरौँ, जनमतलाई सम्मान गरौँ। अब जनमतलाई सम्मान नगर्ने हो भने चाहिँ फेरि हामी राजनीतिक दल भइरहन सक्दैनौँ। त्यसो भएको कारणले म सबैजनालाई भन्न चाहन्छु अब जनताले हामीले भोट हाल्यो हैन, तपाईको चाहिँ नि मौन अवधि आउनुभन्दा अगाडिसम्म हामीले जे भन्यौं हैन, कसले कसलाई के भन्यो, कसले कसलाई के भन्यो त्यो एउटा ठाउँमा छ, प्रतिस्पर्धाको कुरा हो हैन। कसलाई तपाईको चाहिँ नि सबैले सबैलाई नै तपाईको चाहिँ आलोचना र विरोध गरेर तपाईको चाहिँ के रे बोल्ने कुराहरू पनि भयो। त्यहाँ एउटाले मात्र एउटाले दोषेन है प्रत्यक्ष रूपमा। अब यी सारा कुराहरूलाई चाहिँ अब जनताले मूल्याङ्कन गरे, आजको दिनमा गरे जनताले मूल्याङ्कन। अब जनताले मूल्याङ्कन गरिसकेपछि अब जनताको मूल्याङ्कनलाई, जनताको निर्णयलाई फेरि हामीले नमान्ने भन्ने किसिमले कोही कसैले हैन, सबै राजनीतिक दलहरूलाई म अनुरोध गर्न चाहन्छु हैन, सबै उम्मेदवारहरूलाई अनुरोध गर्न चाहन्छु। सबै तपाईका चाहिँ नि शुभेच्छुक सहयोगीहरू, दलका विभिन्न सहयोगीहरूलाई अनुरोध गर्न चाहन्छु। अब शान्तिपूर्ण तरिकाले सुसम्पन्न गर्नुपर्छ। यसलाई सुसम्पन्न तबसम्म हुँदैन जबसम्म मतगणना भएर चाहिँ नि हैन अब त्यसको परिणाम आउँदैन। त्यो समयसम्म चाहिँ हामी चुपो लागेर हामीले सबैले अब तपाईको चाहिँ गर्नुपर्छ र जसलाई जनताले चुनेको हैन त्यसलाई चाहिँ सबैले स्वीकार्नुपर्छ। म चाहिँ स्वीकार्दिन, यस्तो भयो उस्तो भयो भन्न पाइँदैन, किनभने जनता भन्दा ठूलो कोही पनि हामी हुँदैनौँ र जनता भन्दा माथि हामी कोही पनि छैनौँ। त्यसले गर्दाखेरि अब जनताले आफ्नो मत बाकसमा दिइसक्नु भएको छ। अब त्यसलाई सुरक्षित तरिकाले हैन अब त्यसलाई चाहिँ तपाईको ट्रकहरू हेर्नु होला है। अब त्यो जहाँबाट जुन गाडीबाट चाहिँ तपाईको ढुवानी गरिन्छ भन्नुको मतलब ट्रान्सपोर्ट गरेर मतदान अधिकृतको ठाउँसम्म, मतगणना स्थलसम्म जस के रे पुर्याउनु पर्ने हुन्छ, त्यो गाडी राम्रोसँग हेर्नुपर्छ। सबै राजनीतिक दल, पत्रकार सबैले हेर्नुपर्छ हैन। र त्यो गाडी खाली भएको हुनुपर्छ। त्यहाँ कुनै किसिमको बाकस अलरेडी भएको अथवा कोही मान्छे बसेको यस्तो हुनु भएन। सबै हैन तपाईको चाहिँ खाली भएको हुनु पर्यो र त्यहाँ मतपेटिकालाई मजाले सबै दलको तपाईको चाहिँ प्रत्यक्ष निगरानीमा
ती मतपेटिकाहरूलाई सिल गरेर होइन लाछाप के गर्नुपर्ने त्यो गरेर चाहिँ सुरक्षित तरिकाले गनेर त्यसको अभिलेख पुरै राखेर होइन अब हुन त तालिम दिएको छ तपाईँको चाहिँ के भन्छ के अरे यो निर्वाचन आयोगका पदाधिकारीहरूले सबैले तालिम दिएको कुरा छ त्यसलाई चाहिँ ठ्याक्क त्यहाँ राखेर चाहिँ मजाले त्यसलाई त्यो ढोका बन्द गरेर सिल गरेर ताला लगाएर त्यो गाडी सँगसँगै अरू राजनीतिक दलका तपाईँको चाहिँ सबै राजनीतिक दलका तपाईँको चाहिँ प्रतिनिधिहरू होइन उम्मेदवारहरू सबै गएर चाहिँ त्यहाँनिर तपाईँको सुरक्षित तरिकाले मतगणना स्थलसम्म पुर्याउनुपर्छ। अब त्यो गाडी चाहिँ दिइपठाउने, सेनालाई दिइपठाउने, प्रहरीलाई दिइपठाउने अनि कता कता जाने भन्ने हिसाबले हुँदैन, त्यसलाई एस्कर्टिङ गर्नु पाउनुपर्छ सबैले। त्यस्तो तरिकाले चाहिँ नि मतगणना स्थलसम्म पुर्याएर स्वच्छ तरिकाले, स्पष्ट तरिकाले, पारदर्शी तरिकाले, वास्तविक तरिकाले होइन जे छ त्यो तपाईँको चाहिँ आधारमा मतगणना हुनु जरुरी छ। र यहाँ सबैजनालाई यसका लागि सबैजना राजनीतिक दल होइन तपाईँको चाहिँ के अरे सङ्घ संस्था, नागरिक समाज भनौँ न, मतदाताहरू, आम मतदाताहरू सबै तपाईँको चाहिँ सुरक्षा निकाय लगायत चाहिँ त्यहाँनिर अब त्यो निर्वाचन आयोगलाई होइन सघाइराख्नुहुने, निर्वाचनलाई सुसम्पन्न गर्नलाई सघाउनुहुने कर्मचारी सबैजनालाई म चाहिँ मर्यादित तरिकाले होइन जे छ त्यो तपाईँको चाहिँ जनताले जे हरायो त्यो अब त्यो हुने गरीको चाहिँ काम गरेर चाहिँ सुसम्पन्न गर्नु होला भन्ने अनुरोध गर्न चाहन्छु। सबैजनालाई मेरो अनुरोध छ, अब जनताले जसलाई चुनेको मान्छे सदनमा जान्छ, सरकार बनाउँछ होइन, बहस पैरवी गर्छन्, कानुन बनाउँछन्, के गर्छन् आफ्नो म्यान्डेट अनुसार गर्छन्। अब जनताले चुनिसक्यो होइन, अब जनताले चुनेको कुरालाई मान्दिन भनेर झगडा गर्नतिर हामी लाग्नु हुँदैन। मेरो भन्नुको मतलब यो सम्पूर्ण तपाईँको चाहिँ लाइफको मेरो तात्पर्य चाहिँ त्यो हो। अब जनताले जसलाई चुन्यो त्यही मान्छेले यो देशमा तपाईँको चाहिँ नि अब आवधिक रूपमा 5 वर्षसम्म हुन्छ या के छ, अब कस्तो खालको मत झरेको छ अब त्यो भोलितिरदेखि बिस्तारै थाहा हुँदै नै जान्छ। र यहाँहरू सबैजनालाई यो तपाईँको चाहिँ निर्वाचनमा भाग लिनुभएकोमा, सहभागी बन्नुभएकोमा, मतदान गर्नुभएकोमा होइन सबैजनालाई म धन्यवाद दिन चाहन्छु। हाम्रो देशमा सुशासन आउन सकेको होस्, विकास हुन सकेको होस्, समृद्ध देश बन्न सकेको होस्, स्वाधीन देश बन्न सकेको होस्, यही शुभेच्छा व्यक्त गर्दै यो सानो लाइभबाट म बिदा हुन्छु अहिलेलाई। हस्त, धन्यवाद छ, नमस्ते।